जय मसी यहाँहरू सबैजनालाई। हामी आज ठुलो सल्लेमा छौँ कपाल भाइको घरमा। हिजो बेलुकी हामी यहाँनिर सेवा सङ्गतिको लागि आएका थियौँ। सो एकदमै आशिषित भयो र आज बिहान हामी अब तल हाम्रो घरतिर फर्किँदै गर्दाखेरि यो डाँडा काँडाले हाम्रो मन यति साह्रो खिच्यो है। अनि यो मन चाहिँ खिच्दै गर्दाखेरि रमणीय कुरा देख्दै गर्दाखेरि घाम लागिराखेको छ अनि अति सुन्दर दृश्य छ है। यसले माथि पछाडि डाँडा देख्दै हुनुहुन्छ तपाईँहरूले। अनि यो डाँडा हेर्दै गर्दाखेरि चाहिँ हामी कलवरीको त्यो गलगथाको डाँडालाई सम्झिन्छौँ। अनि जुन डाँडामा चाहिँ प्रभु यीशु ख्रीष्टले बलिदान दिनुभएको थियो है। अनि सो हामी एउटा गीत गाउनेछौँ ल तपाईँहरूको सामुने। कलवरीमा क्रुसको छाया छ, जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ, त्यस्तै मलाई ख्रीष्टको माया छ। आउनुहोस् हामी सबै मिलेर प्रभुको महिमा गराउने गीतले र तपाईँहरू पनि आशिषित हुनुहोस्। तोड्न सक्छौ शैतानको बारलाई, तोडेपछि देख्छौ तिमीले कलवरी डाँडालाई। कलवरीमा क्रुसको छाया छ, जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ, त्यस्तै मलाई ख्रीष्टको माया छ। तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ, त्यस्तै
जय मसी।